ल है साथी सम्पूर्णलाई नमस्कार। गाउँ गएको लमजुङ सल्लाहबोर्ड अर्ग्यानिक आइटम आइपुग्यो गाउँबाट। अनि मामाले चाहिँ स्पेसल छोरी नाता नातिनीको लागि भनेर अर्ग्यानिक नासपति काँक्रा केरा यता डल्ले खोर्सानी अनि गुन्द्रुक बोडी मह अनि लोकल प्याज लसुन अनि त्यहाँ चाहिँ छोरी चाहिँ बाबाले पठाइदिनु भयो भनेर मक्ख परिरहेको छ। अनि यो चाहिँ नासपति चाहिँ अलि बेला भएको छैन, अलिक खास त साउनमा खाने हो, हल्का आमिलो आमिलो छ। केरा चाहिँ पाकिसकेको छ। लसुन पनि लोकल लसुन गाउँको सानो, त्यति साह्रो पोटिलो त छैन। अनि यता बोडी र काँक्रो चाहिँ गाउँको प्योर लोकल हो। नासपति त अझै यता पनि छ नर्सरी त यता नि छ। यता डल्ले खोर्सानी आज सुकिएको पनि रहेछ है। ल हेर्नुहोस् गाउँ गएको फाइदा भनौँ न, अर्ग्यानिक आइटम गाउँको प्योर चिसो पानी लमजुङको चिसो पानीमा चाहिँ हुर्काएको आइटमहरू। अरू त यता साग पनि छ फेरि घोल साग, यो पनि यो फ्री आइटम, यो घोलको बारीतिरै पाइने चितवनकै हो। यो चाहिँ अब सब्सक्राइब कमेन्ट लाइक गरिदिनु होला कृपया सम्पूर्ण साथीहरूले। परिचित स्वदेश तथा विदेशमा रहनुभएको साथीभाइहरू सम्पूर्ण है। ल धन्यवाद।